हेलो गाइज, हामी जाँदैछौँ बारीमा चस्मा लगाएर। गाइज यहाँबाट हाम्रो बारी देख्न सक्नुहुन्छ। साइल अङ्कल हेर्नु, साइल अङ्कल बसी अनि हामी चाहिँ बारी नजिक आइपुगिसकेको छौँ। छिटो अन्त आइज नि त पछाडि देख्न सक्नुहुन्छ। हाम्रो खेतमा मान्छेहरू अगाडि देख्न सक्नुहुन्छ। हाम्रो यो अगाडि गइसक्यो, मलाई उछिनेर जल्दी गरेर भाइ। हामी आइपुग्यौँ हाम्रो खेत। यहीँबाट झर्दिउँ, यहीँबाट झर्दिउँ त शिव होइन। ल हाम फालेर देखा ल ल हामफुल अनि दुख्दैन, यहाँ केही पनि हुँदैन। हामफुल हामफुल न त्यही तल झरेर हामफुलले ल। यहाँ चाहिँ मकै उम्रिरहेको छ ट्याक्क लगाएर। हेलो गाइज, हाम्रो बारीमा हामी आइपुगिसकेको छौँ। हाम्रो बारी अगाडि क्यामेरा हाल्को जुम गर्नु मिलेन है। तोरी छ, तोरी मिठो नदी मिठो काम पछिको तिमी नै हो मेरो आमा पछिको एकाइ नेउ मायालु गम्सा तानेर। एक दुई बोरा मल राखिदिनु रे है। ए अङ्कल पाता आलु छर्ने चाहिँ एक दुई बोरा मल राख्ने रे है। ओ माथि छ भने काममा राख्ने खै के हो। ओ माथि छ। ए आलु ल दिस इज आलु। दिस इज आलु, दिस इज त पोटेटो होला नि। हैन हामी मिक्स हुन्छ। बगाले इंग्लिश आलु र तोरी मिक्स माथि र तल्लो गरेर सन्तानै लागि परिसकेका छौँ भने यहाँ हाम्रो विश्वास अङ्कल चाहिँ महिला अङ्कल एक्लै हो त। ल टक्क यहाँ चाहिँ जोडीहरू बसेर होइन तोरी उखालिरहेको छन्। हाम्रो अङ्कलहरूको जोडी खतरा छ ल, खतरा खतरा ल, उखाल्नु पर्छ यसरी नै। हाम्रो अङ्कल आन्टीहरूले चाहिँ माथि भ्याएर टक्क तल आइसकेको छ होइन। अब यति पनि भ्याएपछि चाहिँ अब टक्क हामी मल छर्ने काम हुन्छ। मल छरेर चाहिँ नि यो बारीहरूमा जोतेर मकै लाउनु पर्ने हुन्छ भन्दै अब टक्कै सबैजना आफ्नो कामतिर चलिरहेका छन्। हाम्रो चाहिँ अब तोरी उखाली भ्याएर मल छर्ने काम हुँदैछ यहाँ हामी सबैको। यहाँ तोरी निचाल्दैछ साइन अङ्कल, अरू सबैजना यहाँ मल छर्दैछन्। हाम्रो प्रवेश अङ्कललाई देख्न सक्नुहुन्छ, अङ्कललाई टक्क लगाएर हेर्नुहोस् सबतिर काम हुँदैछ। यहाँ मासिएर ट्र्याक्टर कराउँदैछ। अब हाम्रोमा ल्याउँछ, हाम्रोमा नि हामीले चाहिँ तलतिर पाटोमा मल छरी भएर तोरी बोकेर माथि आएर मल छर्दैछौँ। किन आउनु लागि लगाइन खन्नुपर्छ त खन ल उयो यहाँ यसमा के ठुलो आराम खन्ने कसरी होला नि। एकै ठाउँमा राख्ने त्यसो छ नि। हाम्रो कान्छी आन्टीले नि भारी बोक्दै हुनुहुन्छ अब टक्क ल।
भएन भने बिग्रिसक्यो अब गाइस हामी घर त आइपुग्यौँ यस्तो लल्याक लुलो खालमा फाइनलमा के ल गाइस आजलाई बाई बाई अब अर्कोमा आए बाई मोबाइलमा चार्ज पनि छैन मोबाइल चार्ज हालिदिन्छु अहिले बाई